हेलो माई ब्युटिफुल युट्युब फ्यामिली हजुरहरू सम्पूर्णलाई वेलकम छ मेरो कौशी खेती युट्युब च्यानलमा। अनि अहिले तपाईँहरूले यहाँ देखिराख्नु भएको छ मेरो कौशीमा पाकिरहेको चौथो लटको ड्राइगन फ्रुट है। यो ड्राइगन फ्रुट चाहिँ अहिले म टिप्नको लागि आएको छु है। अनि यो खासै धेरै त छैन, यता यता छ अलिअलि। अनि यो बोटमा चाहिँ अलिक धेरै रहेछ है, यो बोटमा चाहिँ अलिक चौथो लटमा चाहिँ अलिक धेरै छ। उता परतिर पनि यसमा त खासै छैन। पर एउटा रहेछ, एउटा छ है। अनि यहाँनिर एउटा छ, अनि पल्लो बोटमा पर एउटा छ। यो यताको तिनवटा बोटमा चाहिँ खासै छैन है। अनि यो मेरो यताको यो दोस्रो बोटमा चाहिँ छ अलिअलि, त्यो पनि म टिप्नु आइरहेको छु। अस्ति नि पाकिसकेको निकै भयो, चराले ठुङ्गिदिँदैछ कि खाइदिँदैछ। अनि त्यही भएर म चाहिँ यहाँ टिप्न लागेको है त साथीहरू। चरा पटपटी फुट्दैछ, अब यो चाहिँ टिप्ने बेला भइसकिसक्यो है। कताबाट जाउँ, यहाँ पनि छ है, यत्रो ठुलो पाकिराखेको छ। खासै धेरै छैन अहिले चाहिँ, यहाँ अलिअलि छ। अब त जाडो पनि लाग्दैछ है, यो चाहिँ भर्खर पाक्दैछ। यो चाहिँ टिप्ने होइन अहिले, यो रातो रातो भइसकेकोहरू चाहिँ टिप्ने है साथीहरू अहिले। माथि पनि रहेछ, यहाँ पनि छ है। यतादेखि अलिअलि छ, खासै छैन। अब म टिप्छु है, अनि भरे टिपिसकेपछि देखाउँछु ल साथीहरू तपाईँलाई। अनि मेरो च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने मेरो च्यानललाई पनि सब्सक्राइब गरिदिनु होला है त साथीहरू। हेलो माई ब्युटिफुल युट्युब फ्यामिली, हेर्नुहोस् त मैले चौथो लटको ड्राइगन फ्रुट पनि टिपिसकेँ है। धेरै छैन भन्दा पनि यहाँ तपाईँहरूले एक नाङ्लो देखिराख्नु भएको होला है, तर धेरै दाना चाहिँ छैन। पहिलाको जस्तो सेकेन्ड थर्ड लटको जस्तो धेरै त छैन है, 10-15 दाना छ है। तर पहिलाको तुलनामा चाहिँ अलिक धेरै ठुल्ठुलो फलिरहेछ है। पहिला चाहिँ कुनै चाहिँ ठुल्ठुलो थियो, कुनै ठुल्ठुलो, कुनै चाहिँ सानो सानो थियो होइन। यो चाहिँ नर्मली यी तिनवटा भयो भने 1 किलोभन्दा पनि धेरै हुने फलिरहेको छ अहिले चाहिँ मेरो ठुल्ठुलो है। यहाँ हेर्नुहोस्, देख्नु सक्नुहुन्छ है। अनि हजुरहरूले कहिले काहीँ सोधिराखेको हुनुहुन्छ है कमेन्टमा, यो कुन जातको ड्राइगन फ्रुट हो, सेतो कि रातो हो भन्नुहुन्छ होइन। अनि यो मेरो ड्राइगन चाहिँ सेतो कलरको है साथीहरू, सेतो ड्राइगन हो है। मलाई चाहिँ रातो चाहिँ त्यति मन परेन हौ। अब बजारमा चाहिँ सेतोभन्दा रातो महँगो हुन्छ अलिक होइन, रातो राम्रो भन्छ। अनि रातो चाहिँ कस्तो खाँदा नि रातो हुने क्या, जिब्रै पनि रातो भइजान्छ। अनि कपडातिर लाग्यो भने पनि रातो हुन्छ कि। अनि मेरो चाहिँ छोराछोरीहरूले पनि त्यो रातो चाहिँ मन पराएन, खाएन है। मलाई चाहिँ अस्ति नि यहाँ पल्लो घर छिमेकी दिदीले रातो कलरको दिनुभएको थियो चाख्नको लागि। छोराछोरीले खाएन, उहाँ दिदीको पनि फल्दैछ, छोराछोरीले चाहिँ खाएन, त्यो रातो मन पराएन, सेतै मन पराउँछ है। अनि मैले चाहिँ रातो रोपेको पनि छैन है, सेतै ठिक लाग्छ, त्यही भएर। अनि हजुरहरूलाई मेरो भिडियो कस्तो लाग्यो है कमेन्ट गरेर प्रतिक्रिया जनाउनु होला। अनि सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब पनि गरिदिनु होला है साथीहरू। ल सी यू नेक्स्ट भिडियो, बाई बाई।